अहिले म यहाँनिर तपाईँको ककनी आइपुगेको छु। ककनी यो थानचिन गाउँ तल लिखोमा आइपुगेको छु। यहाँ चाहिँ बुवा हुनुहुन्छ, 97 वर्षको बुवा हुनुहुन्छ। उहाँ चाहिँ अहिलेसम्म पनि हस्पिटलको औषधि खानु परेको छैन। उहाँ अहिले हस्तखुष्ट तन्दुरुस्त हुनुहुन्छ होइन। उहाँसँग म केही कुरा गर्न गइरहेको छु होइन, किनभने उहाँ एकदम हँसिलो पनि हुनुहुन्छ है। उहाँकोले पनि अहिले भन्नुभएको छ कि म 1 माना जति घिउ अहिले पनि खान्छु भन्नुहुन्छ होइन। उहाँसँग म केही कुरा गर्न गइरहेको छु। बुवा नमस्ते। हाम्रो बुवा हुनुहुन्छ 97 वर्षको बुवा है। हेर्नु है, मेरो वयसमा 1 माना घिउ खान्छु भने अहिले पनि एउटा घिउ खान्छु। हेर्नु 97 वर्ष भयो। ल हेर्नु 97 वर्षको बुवासँग म अहिले भेटिरहेको छु होइन। एकदम रमाइलो साथले बुवा अहिले हाँस्नु पनि भएको छ। बुवा कस्तो लाग्यो अरे त हातले खोल्दाखेरि? खोलेर खान दिए पनि खान सक्दिनँ अहिले। हेर्नुहोस् एउटा गाह्रो परेर पुगाउनु सक्दिनँ। मेरो मुख टाँसै छ। हेर्नुहोस् हिँड्न सक्दिनँ। यसो अलिअलि आँगनसम्म घुम्छु। हेर्नुहोस् अब बाँच्ने कति हो पनि मलाई पनि थाहा भएन, उनी ईश्वरलाई थाहा होला। हेर्नुहोस् अब सरकारले दिन्छ, अमल पुग्दैन। भत्ता दिएको छ बुढालाई भन्छ, भत्ता दिएर सुर्ती पुग्दैन। हेरी अब मैले बुढा खाएर राम्रोसँग सेवा गरेको छु भन्छ मुखले चाहिँ। र अब 97 वर्ष बुढालाई त्यो त 400 रुपियाँ, अहिले 4000 रुपियाँ के हो र? भन्नुहोस् केही हुन्छ? तपाईँ अहिले मेरो जमाना बसेर अहिलेको 500 रुपियाँ भयो भने अहिले त्यो अहिलेको 500 त कति हुन्थ्यो कति हो। हेर्नुहोस् अब बुवाले एउटा जुन एउटा यो के अरे रसभरी ल्याएको थियो, रसभरी ल्याउँदाखेरि चाहिँ बुवा 1 पैसाको 4 पाई हुन्थ्यो हाम्रो पालामा। 1 पैसाको 4 पाई भए 4 पसला किनेर खान्थ्यौँ हामी। बुवा यो रसभरी खोल्दाखेरि कस्तो भयो अरे? हातले खोलेन, हातले खोलिएन होइन? कागज भइदिया भए त खोल्छु, अब तान्दैन। ल अब देखिहाल्नु भयो, मैले चाहिँ यहाँनिर 97 वर्षको बुवा यति हाँस्नुहुन्छ, यति रमाइलोसँगले। हजुरहरूले केही सहयोग गर्नु सक्नुहुन्छ भने यही बेला हो। आशिक पनि पाउनुहुन्छ, धेरै पुण्य पनि हुन्छ होला। पछि त के हो पछि त के हो खरानी। भन्दै ल साथीहरू, यो भिडियो कस्तो के लाग्यो प्रतिक्रिया दिनु होला भन्दै म चाहिँ अहिले 97 वर्षको बुवासँग सानो एउटा रमाइलो कुराकानी पनि भयो होइन। उहाँ अहिले पनि भन्नुहुन्छ 1 माना जति घिउ खाएर पनि खान्छु, पचाइदिन्छु। जमानामा 1 माना घिउ पुरा आएर जाने। 2 गान मकै 1 माना घिउ ठोकेर गएर 2 मेरो त काम गर्थे। ल हेर्नुहोस् है, उहाँको अहिले पनि उहाँको एकदम जोस र जाँगरलाई चाहिँ एकदम सलाम छ। ल सेल्युट छ है पैसा दिएर। काला भ्याउनै यहाँ खुट्टा काला छ मेरो खुट्टा अहिलेसम्म। त्यो बाहिर निक्ल्यो, मासु सिद्धियो, सबै सिद्धिएपछि त बाहिर निक्ल्यो, त्यो काँड हो। अब त्यसो पनि सहेर बसिया बहादुर हुँ हो। हेर्नुहोस् ल धन्यवाद छ तपाईँहरूलाई। अब मैले हजुरहरूले मेरो फोटो खिच्नुभयो, हार्दिक गर्नुभयो, जय होस्। ल भन्दै उहाँहरूले चाहिँ आफ्नो मनमा लागेको प्रतिक्रिया दिनुभएको छ भन्दै यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला भन्दै ल अहिलेलाई बाई बाई।